नमस्ते साथीहरू। यो चाहिँ म बस्ने घरको भ्यू चाहिँ यस्तो छ है, दामी छ। ल अब हामी चाहिँ एकछिन बाहिर यसो हल्का घुम्नुको लागि निस्केको। अगाडि अगाडि आउँछ कुकुर। एकछिन बजारतिर डुलेर हल्का यसो फ्रेस भएर आउनु पर्यो भनेर हामी चाहिँ बाटो लागेको है। बाइकमा सुर हिँड्दा त दामी मजा आउँछ नि। यो एरियामा चिसो छ। यो चाहिँ महाराजगञ्ज एरिया। अहिले चाहिँ यस्तो भएको छ है, पुरा लाइटहरू पनि राखेको छ है। यो चाहिँ बौद्ध एरिया भयो है, जोरपाटी एरिया। यो चाहिँ अब एकछिनभित्र पश्चिमी जेएनजी आन्दोलनमा भत्केको भाटबटेनी हो है। यो भाटबटेनी सुपर मार्केट। हल्का मसँग यसो घुम्नु है त्यहीभित्र। बब्बाल बनाएको रहेछ झन्। यता ब्रान्ड न्यू छ। चिसो पनि फ्रेस हुन्छ यस्तो गर्मीको टाइममा है। सबै छ फ्रोजन आइटम। यसरी नै तपाईँहरू पनि हल्का यसो भित्र पसेर चाहिँ गर्मीको टाइम छ है, हल्का यसो घुम्यो भने बाहिर निस्किँदाखेरि हल्का बडी फ्रेस हुन्छ, माइन्ड फ्रेस हुन्छ। म पनि डुल्नुको लागि मात्रै गएको थिएँ भित्र। यहाँ पस्यो भने त के किन्नु दिमाग ह्याङ हुन्छ। माथिको तल्ला चाहिँ यहाँ चाहिँ 5 तल्ला छ। माथिको तल्ला चाहिँ अझै पनि बनाउँदै रहेछ। त्यहाँ चाहिँ अझै पनि आगोले डढेको। धन्यवाद साथीहरू।